ल गाइज अल सेट गोइङ टु माई क्लास। अब हाम्रो फर्स्ट क्लास सक्यो। अब हामी सेकेन्ड क्लासमा आएर बसिरहेको छौँ। यो चाहिँ मेरो साथीहरू। से हाई हाई मैले भनेको थिएँ नि भैया जी कैसे हो? सबलाई भैया यसको कारणले सबलाई भैया भैया गरेर आउँछ। मैंने पावर लिफ्टिंग कर लिया था तो उसका दोस्त बोलता है कि मैं ऑमलेट कर रहा हूँ। भाइ कितना यहाँ मौसम कस्तो बवाल भएको छ नि यो। Would like to take notes. हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। सो पहिलो भिडियोमा चाहिँ राम्रो रेस्पोन्स आएको छ, त्यसको लागि चाहिँ धेरै धेरै धन्यवाद। म चाहिँ भर्खर एकछिन अगाडि उठेको, यसो फ्रेस भएर आई वाज मेकिङ माई रिपोर्ट। 2 दिनपछि मेरो रिपोर्ट बुझाउनु पर्ने छ क्या मेरो प्रोजेक्टको चाहिँ। सो त्यसको रिपोर्ट चाहिँ बनाइरहेको छु। सो बेसिकली रिपोर्टहरू गरिरहेको छु। सो यो कम्प्लिट गर्न धेरै नै टाइम लाग्छ। यसले मलाई 1-2 दिन जति नै लाग्छ, ठ्याक्कै 2 दिन जति टाइम छ। मजाले 2 दिनमा यो सकेर त्यसपछि अब यसको चाहिँ रिपोर्ट बनाएर सबै अब चेक गर्नुपर्छ कि प्ल्यागरिजमहरू अनि केहरू हुन्छ त्यो सबै चेक गर्नुपर्छ। सो गर्नुपर्ने काम चाहिँ के हो थाहा छ गाइज? गर्नुपर्ने काम रिपोर्ट बनाउने, प्ल्यागरिजम टेस्ट गर्ने, त्यसपछि कति % प्ल्याग आयो, त्यसपछि पुरै ग्रामर त्यसको पुरै चेक गर्नुपर्छ। त्यसपछि के मोडेलहरू के फ्रेमवर्कहरू युज भएको छ त्यो सबै लेख्नुपर्छ। त्यसपछि मात्र प्ल्यागरिजम 10% भन्दा कम आयो भने मात्र यो रिपोर्ट सबमिट गर्न मिल्छ है। यतिको गाह्रो छ गाइस। आइआइटी पढ्नु इज नट अ जोक, बुझ्यौ? इट्स नट अ जोक। धेरै गाह्रो छ। के कुरा गर्नुपर्छ मात्र मलाई थाहा छ कि मलाई। स्टिल आइ एम डुइङ गाइस, आई एम डुइङ। म यहाँ छु तपाईहरुलाई सबै कुरा बताउँछु, बिस्तारै सबै कुरा भन्छु, टेन्सन नलिनु के यो कुरा। किप लभिङ, किप सपोर्टिङ है गाइस। म सबै कुरा बताउँछु, के गर्नुपर्छ, कस्तो गर्नुपर्छ, के हुन्छ यहाँ आइआइटीमा, कसरी हुन्छ, कसरी म यहाँ आइपुगेँ, बिस्तारैमा सबै कुरा बताउने वाला छु। आफ्नो माया देखाउनु, सपोर्ट देखाउनु, सपोर्ट गर्नु, लाइक गर्नु, सब्स्क्राइब गर्नु, सेयर गर्नु आफ्नो साथीभाइहरूसँग। अनि किप लभिङ। ल आज चाहिँ मेरो क्लास छ। अब एकछिनमा म लन्च गर्न जान्छु। म सबै कुरा देखाउँछु है। आज म यो दिनभरि म के गर्छु, कहाँ जान्छु, कुन क्लास हुन्छ, कस्तो क्लास हुन्छ, के हुन्छ, म सबै कुरा बताउँछु तपाईहरुलाई। सो लेट्स गो। ल गाइज अल सेट गोइङ टु माई क्लास है त। क्लासमा भेटौँ मलाई अब। ल गाइज दिस इज माई लन्च। अनि यो चाहिँ ठ्याक्कै मेरो मेस हो। सो यो चाहिँ मेरो क्लासरुम है गाइज। ल गाइस फर्स्ट क्लास डन। अब यो सेकेन्ड क्लासमा हामी आएर बसिरहेको छौँ है। अब हाम्रो फर्स्ट क्लास सक्यो। अब हामी सेकेन्ड क्लासमा आएर बसिरहेको छौँ। यो चाहिँ मेरो साथीहरू। से हाई हाई। अब यो क्लास सकेर अब मलाई एकछिन अलिकति काम छ। अब त्यो काम चाहिँ सकेर अनि त्यसपछि होस्टेल जानुपर्छ है। ल अब यसो माइन्ड फ्रेस गर्नको लागि चिया खान जाँदैछ। चिया खाएर दिवाली के था वहाँ भाई? चिया खाएर त्यसपछि कहाँ जाने दोस्त? पढ़ना पनि छ है। आज रिपोर्ट बनाउनु पनि छ, मैले भनेको थिएँ नि। भैया जी कैसे हो? सबलाई भैया यसको कारणले सबलाई भैया गरेर आउँछ। आज गएर रिपोर्ट बनाऊ। मैंने पावर लिफ्टिंग कर लिया था तो उसका दोस्त बोलता है कि मैं ऑमलेट कर रहा हूँ। भाई कितना मारा तूने? भाई पूरा फटीक होने के बाद 120। भाई ने 120 मारा कल। जिम जाता है लड़की को करने के लिए नहीं, लड़के को पूरा फटीक होने के बाद भाई 4 सेट मारने के बाद और तो 4 सेट मारने के बाद लड़का ऑमलेट किया। हेलो गाइज यहाँ यस्तै हुन्छ क्या, यहाँ यस्तै हुन्छ। अब हामी जाँदैछौँ चिया खान। चिया खाएर त्यसपछि रिपोर्ट गर्नुपर्ने छ क्या। अब रिपोर्ट गर्छ। क्लास आजको सक्यो। अब गएर एकचोटि रिपोर्ट सक्नु पर्यो। गाइज हामी ठ्याक्कै अब सामियानामा आएको छौँ। यो याद छ नि मेरो फर्स्ट ब्लगको? या अरे मलाई याद हुने हो कि तिनीहरू होइन गाइजहरूलाई याद छ नि। अनि यहाँ मेरो अर्को साथी
तिमी केमा छौ यसलाई पनि नेपाली सिकाउँछु म छिट्टै ल यो यसले चाहिँ अब यो हाम्रो यो सामियानाको के कस्तो छ उसले सबै उसले बताउँछ है अब मैले हल्का आज यसो सन्चो फिल नभएर यसो म बसिरहेको छु अब Hello guys, this is commenting क्षितिज बड़ा थके instead of अक्षय गुप्ता and this is our टी लोजी जहाँ पे चाय मिलता है और इन नेपाली जहाँ चाय मिल्छ यहाँ चायले भैयाले चाय बनाउँदै हुनुहुन्छ यहाँ देख्न सक्नुहुन्छ एकदम राम्रो दाइले काउन्टरमा पुरा पैसै कमाउनु आएको छ र यो हो हाम्रो ग्राउन्ड यो ढोडको जस्तो टनल जस्तो चाहिँ बस्ने ठाउँ हो दिस इज द प्लेस वेयर वी युज टु रेस्ट एन्ड टक अबाउट इनोभेटिभ आइडियाज एन्ड दिस इज वान बिग कन्टेनर where upper layer is also there and this is the place where they are sitting, but they do not have any use on this camera and vlog, so they are just doing acting to talk. So after that, let's go to another thing. One of the best thing on this IIT Jodhpur is Domino's, where you can eat, sleep, and this is what is this, Prasadam, and this is Amritsari kulcha, which we will get kachori and other things. And this is the simple thing, I think, right? Domino's. There is a joke also, you can eat various kind of veg items like the veg burger, and another thing is Patiala chicken. For chicken is beautiful and grilled chicken is best here. I have not eaten right now. Hopefully if this channel get monetized, then I will be able to eat. There is a toilet, so this is the all-rounding thing. So this is me and this is a proof that I have been doing video. Thank you very much. गाइस ठ्याक्कै चिया आइसक्यो अब चिया इन्जोय गर्दै खाने यो यसलाई हेर योलाई खाइन नपाएको जस्तो गुड राम्रो छ है गाइस एकदम राम्रो छ गाइस अब फुल रेडी अनि अब हामी जाँदैछौँ जिम अब जिमको पालो सो लेट्स गो अब हामी जिम जाँदैछौँ जिम हाम्रो यहाँ जिम चाहिँ एकदम राम्रो छ क्या लाइक स्पोर्ट कम्प्लेक्स है अब म देखाउँछु ठ्याक्कै हाम्रो स्पोर्ट्स कम्प्लेक्स कस्तो छ लेट्स गो गाइस लेट्स गो यो चाहिँ हाम्रो स्पोर्ट्स कम्प्लेक्स हो है गाइस यो चाहिँ हाम्रो अफिस अनि यहाँ बास्केटबल कोर्ट छ सरी के अरे ब्याडमिन्टन कोर्ट माई ब्याड कतिवटा छ एउटा दुईवटा 3 4 5 6 6वटा छ अनि उता कुनामा जिम छ मैले देखाउँछु गाइस यो चाहिँ हाम्रो स्पोर्ट्स कम्प्लेक्स हो ठ्याक्कै पछाडि हेर्नु आज म दाइले ट्रेन गराउँछु ओके सो लेट्स डु इट आज उसले मलाई ट्रेन गराउँछ गाइस ठ्याक्कै अब ठ्याक्कै हामी जिम गर्न गइरह हेरौँ अब टेनिसको ठ्याक्कै कोर्टहरू छ क्या यहाँ जस्तै एउटा दुईवटा 3वटा 4वटा यहाँ टेबल टेनिसको कोर्ट छ यहाँ चाहिँ हाम्रो ब्याडमिन्टनको कोर्ट कहिले छ एउटा दुईवटा 3 4 5 6 देयर आर 6 कोर्ट्स फर प्लेइङ ब्याडमिन्टन अनि त्यसपछि चाहिँ यहाँ वेट लिफ्टिङहरू हुन्छ हाम्रो ठ्याक्कै यहाँ पुरै वेट लिफ्टिङहरू गर्दो रहेछ अनि त्यसपछि यो चाहिँ स्क्वासको सेक्सन हो गाइस स्क्वासको सेक्सन हो यो चाहिँ ठ्याक्कै यहाँ अर्को स्क्वास खेल्ने सेक्सन छ यहाँ दुईवटा चाहिँ स्क्वासको सेक्सन छ अनि यहाँ चाहिँ यत्रो ठुलो उसमा चाहिँ यहाँ हाम्रो रेस्लिङको कम्पिटिसन हुन्छ रेस्लिङको यो चाहिँ हाम्रो ठ्याक्कै जिम हो अब यो चाहिँ हाम्रो जिम हो ठ्याक्कै दिस इज आवर जिम अब एकछिन वर्कआउट गरेर त्यसपछि अब होस्टेल जाने हाम्रो केटाहरू जिम गर्दै ल गाइस फाइनली जिम डन अनि अब चाहिँ होस्टेल जान आँटेको यहाँ मेरो साथी हो छ हेलो गाइस हेलो उसको नाम कुनाल हो हामी ट्याक्कै जिम सकेर अब होस्टेल जान आँटेको यसो केही खानु पऱ्यो खाएर त्यसपछि फेरि अब पढ्न स्टार्ट गर्नु पऱ्यो है ल गाइस
पेजको नाम तपाईँको चेन्ज गर्नु के यहाँ मौसम कस्तो बवाल भएको छ नि यो रातो रातो क्या बवाल देखिरह है ल गाइस अब चाहिँ हामी होस्टेलतिर लाग्यौँ अब होस्टेल गएर होस्टेलमा पालिकै खानु पऱ्यो खाएर अनि त्यसपछि अब हामी ठ्याक्कै विल गो इट समथिङ अनि त्यसपछि ब्याक टु वर्क है गाइस ब्याक टु वर्क हल्का यो क्यामेरा चाहिँ राम्रो छैन है तर केही छैन यसो म्यानेज गर्नु है गाइस यस्तो म्यानेज गर्नु ल त मौसम त फेरि क्या दामी भएको छ त ओहो मौसम बड़ा सुहाना है ये हाम्रो एक स्नैक्स हो गाइस ब्रेड सैंडविच टमाटर केचप अनि यहाँ चिया ये हामी खाँदै अब ठ्याक्कै र गाइस जिम गरेर आयो खाजा खायो अब चाहिँ मस्त फ्रेस भएर म बसिरहेको छु अब चाहिँ ठ्याक्कै काम गर्न स्टार्ट गर्नु पर्यो रिपोर्ट बनाउनु पर्ने छ ल यो ब्लगमा चाहिँ यति नै अब अर्को ब्लगमा चाहिँ केही सरप्राइज छ है गाइस केही सरप्राइज छ ल सी इन द नेक्स्ट ब्लग